मेरो स्किन चाहिँ ओइली एक्ने प्रोन भएको कारणले गर्दा स्किनमा इनलार्ज पोर्स टेक्सचर अनि एक्ने मार्क्सहरू एकदमै धेरै छ। त्यसैले आई हेभ स्टार्टेड युजिङ लग्जरिएटेड स्किनको एमिनो एसिड क्लिन्जर र भिटामिन सी सेरम। यो एमिनो एसिड क्लिन्जर चाहिँ तपाईँको स्किनमा इनलार्ज पोर्स टेक्सचर छ भने चाहिँ एकदमै बेस्ट हुन्छ। सो यसले चाहिँ पोर्सलाई डिपली क्लिन गर्नलाई अनि तपाईँको टेक्सचरलाई चाहिँ स्मुथ गराउनलाई हेल्प गर्छ। यो चाहिँ मजाको फोमिङ छ, सो फोमिङ भए तापनि स्किनलाई ड्राई आउट भन्ने गर्दैन। सो मलाई चाहिँ यो पर्सनली एकदमै जेन्टल लाग्यो यो क्लिन्जर चाहिँ। नेक्स्ट प्रडक्ट मसँग छ लग्जरिएटेड स्किनको भिटामिन सी सेरम। सो यो चाहिँ स्पेसली ब्राइटनिङको लागि अनि एन्टी एजिङको लागि एकदमै बेस्ट हुन्छ। मेरो स्किनमा चाहिँ एक्ने आउने जाने भएको कारणले गर्दा एक्ने मार्क्सहरू एकदमै छोडिरहेको हुन्छ। त्यो एक्ने मार्क्सलाई चाहिँ लङ टर्मसम्म स्किनमा बस्न नदिनको लागि चाहिँ भिटामिन सी एकदमै बेस्ट अप्सन हुन्छ। सो मलाई चाहिँ पर्सनली यो लग्जरिएटेड स्किनको भिटामिन सी सेरम चाहिँ एकदमै जेन्टल लाग्यो। नर्मली कुनै कुनै भिटामिन सी ले चाहिँ स्किनमा इरिटेसन हुने पनि हुन्छ। सो यसले चाहिँ मलाई त्यस्तो केही पनि भएको छैन। सो यो चाहिँ स्किनमा लगाउने बित्तिकै नै एकदमै छिट्टो नै अब्जर्भ हुन्छ। यदि तपाईँहरूको स्किनमा इनलार्ज पोर्स टेक्सचर एक्ने मार्क्स हाइपर पिगमेन्टेसन छ भने चाहिँ तपाईँहरूले पनि यो दुईटा प्रडक्ट ट्राई गर्न सक्नुहुन्छ। यो दुईटै प्रडक्ट चाहिँ लग्जरिएटेड स्किनबाट परचेज गर्न सक्नुहुन्छ।